नमस्कार, मैं এতিয়া নেপালত আছো। নেপালত আহি এওঁলোকক লগ পালো আৰু মই কেইটামান বৃক্ষৰোপণ কৰিবলৈ গৈছো। এখেতলোকে বহুত ভাল পাইছে আৰু এখেতলোকে বহুত ধুনীয়াকৈ ইয়াত পৰিৱেশ বনাইছে আৰু ইয়াত বহুত ধৰণৰ গছ দেখা পালো। যাতে আচ্ছা तपाईसँग भेटेर मलाई बहुत खुसी लाग्यो र तपाईहरुले पनि बहुत राम्रोसँगले गर बुझियो बनाउनु भएको रहेछ। र तपाईले के भन्नुहुन्छ कि यो अहिले हामी यो केको बिरुवा हो अर्जुन यहाँ एकजना हाम्रो घरमा एकजना हाम्रा आफन्त पाहुनाले आसाम इन्डियाबाट यो बिरुवा नौलो खालको बिरुवा ल्याइदिनु भएको रहेछ। उहाँलाई धेरै धेरै धन्यवाद। र यहाँ पनि छ यो यसको नाम चाहिँ चापा तिते चापा नामको यो बिरुवा उहाँले आसामदेखि नै ल्याइदिनु भएको रहेछ। उहाँलाई धेरै धेरै धन्यवाद। र हामी सबैले घरमा दुई चारवटा बिरुवाहरू सबैले लाउने गरौँ। अब यहाँ यो पनि सुपारीको बिरुवा हामी लगाउन गइरहेछौँ र यहाँहरू सबैले बिरुवाहरू एउटा एउटा बिरुवा लगाइराख्ने र हरियाली बनाउने यही हाम्रो सन्दर्भ छ। बहुत बहुत धन्यवाद तपाईलाई। तपाईहरुलाई भेटेर बहुत बहुत खुसी लागेको छ। पानी परिरहेको माटो चिसो छ। बालु आयो त तल सानो भिडियो जय चेलाले रोपेको कपाल काटेर होला है त्यसको